यहाँ लेखमा यति गाह्रो हुन्छ अब अक्सिजन कम भएको ठाउँमा। यहाँ भाइहरू आइरहेछन्, आदि अगाडि छन्। यहाँ लेख काटेर लास्ट फाइनल लेखमा यहाँ घरबाट आउँदाखेरि यता तल देखिन्छ भने बाँकी यता चाहिँ गर्दै आइसकेपछि उता जुन चाहिँ केआरसीको मटेरियल ठाउँ किरा पाउने ठाउँमा यहाँ तल जानुपर्छ। यहाँ हामी सबै एउटा ग्रुप आएका छौँ। लेखमा चिसो चिसो हावा पनि चलिरहेको छ। यहाँ धेरै जाडो छ। यहाँ 4000 मिटरभन्दा नि उचाइमा छ। यहाँ तल चाहिँ टिङटिङ भयो, नाम चाहिँ टिङटिङ हो। यहाँ चाहिँ लेख लेखमा छौँ हामीहरू अहिले। लेखको टुप्पामा, हिमालको टुप्पामा। यहाँ यता चाहिँ मैले अहिले ढुङ्गा ठोडाउनु भएको छु। ढुङ्गालाई उभ्याउनु यहाँ सबैले पुग्दा पुग्न बित्तिकै सबैले एउटा एउटा गर्छु। सबैले आफ्नो एउटा ढुङ्गा उभिन गइरहेको छु। अहिले उभ्याएर सकियो। यहाँ लेखमा पुगेर सबैजना खेलाराम गर्दाखेरि यहाँ बसिरहेछन्। यहाँ बसिरहेको आदि उता छन्, आदि चाहिँ यता बसिरहेको छ। हेर्नुहोस् बाजेहरू अङ्कलहरू दाइहरू दाइहरू छन्। सबैजना यहाँ छन्। केही समयपछि तल बसिरहेको यहाँ चाहिँ हामी सबैजना मिलेर खाता साता बाँड्ने काम भइरहेको छ लेखमा। यो चाहिँ पुग्न बित्तिकै सबैले गर्छन् यस्तो प्रायः जस्तो। यो चाहिँ सबैले गर्छन् यस्तो लेखमा पुग्न बित्तिकै, त्यसैले हामी पनि गरिरहेछौँ। अबको केही समय पछाडि हामी तल खोला जान्छौँ लेखबाट। यहाँ धेरै चिसो छ, यहाँ धेरै बस्न सकिँदैन लेखमा, यस्तो चिसो हावा चलिरहेको छ। अब जान्छौँ हामी केही समय पछाडि। फोटोसोटो खिचेर भिडियो गरेर जान्छौँ हामी। यो चाहिँ हाम्रो टिङटिङ हो। आज चाहिँ हामी टिङटिङ पुगेर पुगिसकेको छौँ। यहाँ पालो लगाइरहेको छौँ मान्छेहरू। हामी पुगेको भोलिपल्ट दोस्रो दिन हो। उता अगाडि हिमाल छ, हिमालको बेसमा बस्ती। उता यो कालो पहाड यो चाहिँ सबै मिलेर काटिरहेका छन्। पछि सबैले पैसा उठाएर एउटा पछि काटेर त्यसको मास राखिसकेछन्। पछिको मासु काटेर राख्दैछु। यो सबैजना बसिरहेको छ। आज चाहिँ आफूले यहाँ हिउँ परेर साथीहरू हिउँमा रमिरहेका छन्। आफू पनि भिडियो बनाइरहेको। यहाँ सबैजना हिउँमा रमिरहेका छन् आफ्नो आफ्नो तालमा। यस्तो छ हिमाली भेगमा चिसो। यहाँ दाइले के घुम्दै हुनुहुन्छ। यहाँ सबै लजिरहेको यस्तो हिउँ परिरहेको छ वैशाख जेठको महिनामा। यस्तो चारैतिर बादलले ढाकेर हिउँ परिरहेको छ।
यहाँ सबैजना आफ्नो आफ्नो धर्म रमाइरहेको छ। यहाँ हेर्नु यस्तो भइरहेछ। आज यहाँ हिउँ परेर छ किन हेर्ने भने आएको यहाँ यस्तो हिउँ छ हेर न यस्तरी खोसिएर नि पाइँदैन के उता मुची निकाल न कसैको साथीहरू सबैजना हिउँमा रमिरहेको छ। आज चाहिँ यासा गुम्बा भेटिएर साथीले खोज्दैछ निकाल्दैछ। यहाँ चाहिँ यासा यस्तो ठुलो ठुलो छ। यासा गुम्बा हो ठुलो ठुलो ठिक छ दामी छ। सबैले यस्तै खेलिरहेको छ नि त। मैले पनि भेटेँ। हिमाली भेट्नु लाग्छ गुम्बा यस्तो हुन्छ त्यसरी पुगिन्छ साइडमा हिउँ परिरहेको छ। हिउँ पर्ने ठाउँमा यस्ता गुम्बा पाइन्छ ल तो हिमालमा बोलेर बहुमूल्य जति बढी गरिन्छ ज्वरो त्यति
Right.